यो देशमा अब दुईवटा विचारको पार्टी मात्रै जरुरी छ। एउटा क्यापिटलिस्ट पार्टी रहि नै राख्छ, त्यो कांग्रेस हो। कांग्रेसले नेतृत्व गर्छ, पुँजीवादी पार्टी यसको नेतृत्व गर्छ। वामपन्थी र प्रगतिशील विचारधारा बोक्ने र उत्पीडित वर्गलाई केन्द्रीकरण गर्ने एउटा वाम शक्ति जरुरी छ। नेपालमा वामपन्थी सोच राखेर विभाजित भएका थुप्रै पसलहरू भए, त्यो पसललाई मर्ज गर्न जरुरी छ र एउटै वामपन्थी पार्टी निर्माण गर्न जरुरी छ। 2074 सालको चाहिँ चुनाव पश्चात भएको नेकपाको जुन केन्द्रीकरण छ, त्यो विशेष गरी केपी ओलीको चाहिँ विध्वंसकारी सोच, त्यो यो कम्युनिस्ट आन्दोलनमा मलाई लाग्छ नराम्रो अक्षरले लेखिन्छ जस्तो लाग्छ केपी ओलीको नाम। जहाँ गएर विघटन हुने स्थिति बन्यो, त्यो विघटन हुने स्थितिलाई अहिले नेकपा माओवादी केन्द्र केन्द्रित गर्न चाहन्छ। त्यसो गर्दा अहिले देशमा भएका विशेष गरी एकीकृत समाजवादी लगायतका